गाइज गुड मर्निङ। सो आज चाहिँ खुसीको खबर छ हाम्रो लागि विशेष कि कसो चल्टी किन त्यो विशेष खुसी चाहिँ के हो यता हेरेर भनिदिनु त। विशेष गरी हैन विशेष गरी हाम्रो काम हुँदैछ हैन। यस 2 महिना भन्दा बेसी भइसक्यो हैन बसेको। आज चाहिँ हामीलाई टक्क काम लाउने हो के भयो हामी बिहान जाँदैछौँ हामी साथीहरू हैन। हो त्यही भएर आज हामी पुरा ह्याप्पी छौँ। हामी काम गर्न जाँदैछौँ। मर्निङ ड्युटी परेको छ। हामी अहिले जाँदैछौँ। कसो चल्टी होइन। सो आखिर 2 महिनापछि चाहिँ हामीलाई काम लगाएको 2 महिनापछि हुँदैन होइन। 2 महिना चाहिँ के खाँदै बस्दै सुत्दै उठ्दै हग्दै मुत्दै त्यही मात्र गरेको। फाइनली आजबाट चाहिँ काम लागेछ। सो पहिलो दिन राम्रो होस् सबैको, राम्रोसँगले गरौँ। फाइनली काम चाहिँ अलिक गाह्रै छ। काम गाह्रै त हो नि है सोल्टी, तर केही छैन। काम लाग्यो। मर्दको छोरा भएपछि हार मान्नु चाहिँ हुँदैन होइन। काम गर्नुपर्छ, जटेर गर्नुपर्छ काम। अर्काको देश आइएको छ 7 समुद्र पारी आफ्नो देश छोडेर, जन्मभूमि छोडेर कर्मभूमिमा आएको छु मैले त्यहाँ होइन। यस भगवान्ले साथ दिइराख्नु भएको छ। यस काम राम्रै होस्, काम राम्रैसँगले गर्नु पाऊँ होइन सोल्टी। मर्निङ यो चाहिँ 5:15-20 को टाइम हो यतिखेर। यो चाहिँ फाइनली क्रोसियामा हिउँ परेको अवस्था यस्तो छ। यहाँबाट त यस्तो देखिँदो रहेछ अलिअलि। गाइस हिउँ परेको अवस्था यो चाहिँ। अब्बो जिउ त नि खक्लकै बनाइदियो केटा। हजुर जाडो हिउँ पर्यो सरर जाडो भयो। पानी परे जस्तो भयो।